उता खोलातिर चाहिँ केटाहरू नुहाइधुवाइ गरिरहन्। म त्यहाँ जान्छु। हाम्रो नुहाउने ठाउँ कस्तो छ देखाउँछु है साथीहरूलाई। हेर्नु होला यो भिडियो अन्तिमसम्म। अलि टाढै छ, टाढा भयो नि चेस राम्रो छ ठाउँ हेर्नलाई नुहाउनलाई एकदम राम्रो छ। हेर्नु होला है। म चाहिँ अहिले जाँदैछु एक्लै। हाम्रो बाबु तिनीहरू चाहिँ अघि गएर हर्चट धुन्नार्या हुन्न उहाँ। तिनीहरूको कपाल सल काटिदिनु पर्ला। सामान बोकेर जाँदैछु। यहाँ चाहिँ हाम्रो पानी खाने पिनारो, तर जर्किन ल्याउन चाहिँ बिर्सेँ है। ग्यालन ल्याउनु पानी भर्नलाई चिया पनि भयो यार। घुम बहुत जाने हो जर्किन वानलाई राखेको भुल्ली क्या। टाढै रहेछ होइन, त्यही पनि केही छैन। बाटो त अलि अप्ठ्यारै छ। त्यहाँ पारी नुहाउँदैछ नि, त्यही हो म जाने। झर्नातिर जङ्गलले त्यो काँडाहरूले घेरेको कि ऊ त्यहाँ छ। अलि सानो झर्ना, ठुलो त होइन। त्यहाँ अलि काँडाले उ गरिरहेको छ कि अल्झिएको छ, त्यही भएर त्यहाँ नुहाउँदैनौँ हामी। माथि चाहिँ पाइप लिएर त्यही नुहाउने गर्छ। माथि धारो बनाएको त्यही हो नुहाउने। हाई गर, हाई केटाहरू, हाई गर। कहिलेदेखि हो स्कुल चालु? सानो झर्ना छ भनेको थिएँ नि त गाइज मैले। त्यो झर्ना चाहिँ ऊ यहाँ छ। हो यो अलि काँडाले अल्झिएको छ कि, त्यही भएर यहाँ नुहाउन अप्ठ्यारो हुन्छ। पहिला त यहीँ खेल्थेँ,
तल सानो ताल छ, यहीँ खेल्थेँ कि पहिला।